हेलो गाइज वेलकम टु माई फर्स्ट भ्लग। मैले चाहिँ मेरो फर्स्ट भ्लगको सुरु गर्दैछु युट्युब फर्स्ट भ्लग होइन। मैले फर्स्ट भ्लग चाहिँ किन भने भन्दा मैले युट्युबमा अरूको नै यसो भिडियो सिडियो हाल्ने गर्थेँ। अनि त्यो टाइममा युट्युबबाट कम्युनिटी गाइडलाइन लाग्ने कपिराइट लाग्ने हैरान भयो। अनि त्यो मैले सब भिडियोलाई हटाएर चाहिँ अब मेरो युट्युबको नयाँ सुरुवात गर्दैछु। म नेपालको एक नम्बर फर्स्ट भ्लगर भन्ने मेरो इच्छा छ होइन। त्यो हजुरहरूले पुरा गरिदिनु होला। आज चाहिँ म के गर्न लागेको भन्नुहुन्छ भने म चाहिँ पुत्ला बनाउन लागेको है। कस्तो पुत्ला भन्दाखेरि यो धानको भेड राखेको होइन। यहाँ चाहिँ अब चराचुरी आउने धानको बिउ खाने अब यहाँ पौडी खेल्ने धानको बिउ बाहिर बाहिर फ्याँक्ने गर्न थालेँ। त्यसैले चाहिँ मैले यहाँ एक दुईवटा थोत्रा लुगा ल्याएर चाहिँ यसलाई बनाउनु पर्यो भन्नेपट्टि लागेको हो खासमा होइन। त्यही नै हो, अरू त कसो पुत्ला हुनु र। यसलाई चाहिँ के गरी बनाउने भन्ने सोचमा परिरहेको छु। हेरिदिनु होला कस्तो लाग्छ होइन। अब यसलाई चाहिँ हामीले के गर्ने भन्दाखेरि लुगा लगाइदिउँ टक्कसँगले। नेपालको केपी ओली बनाउँदै थियो, केपी ओली शेरबहादुर देउवा प्रचण्डे बनाउँदैछ है। हेर्नु कस्तो लाग्छ हजुरहरूलाई। यसलाई यो हो होइन, टोपी सोपी त फेरि ल्याइएन, एउटा मिस्टेक गरिएछ। यसलाई बाहुला चाहियो। त्यो बाहुला के बनाउने भन्दाखेरि बाँसका दाउरा दाउराको हात बनाउने। अब यस्तो हात ठो। अनि म चाहिँ अब युट्युब करियर सुरु गर्न लागेको छु। हजुरहरूले कस्तो लाग्छ हजुरहरूले साथ सपोर्ट हौसला दिनु होला। किनकि मेरा सब्सक्राइबर छन् 18,000 सब्सक्राइबर छन्। त्यही नि अब सर्ट भिडियो अरूको हालेँ क्या मैले। पछि अब बनाउनु टाइमै नमिलेर अब चाहिँ फेसबुक युट्युब सुरु गर्दैछु। लाग्छ युट्युबबाटै भविष्य बन्ने रहेछ क्या। अब सरकारी जागिर खान सकेन, धेरै पढ्दैन, यसै महँगो भयो होइन। के गर्नु र, जिन्दगी त चलाउनु पर्यो। अहिले यसो जिन्दगी चलाउने गरी खान त भनेर हाम्रो युट्युब सरकारले दिनुभएछ। हामीले युट्युबमा काम गर्न सक्यौँ भने चाहिँ राम्रै हुन्छ होइन। किनकि अब धेरैको लाइफ बनाएको युट्युबबाट। त्यही भएर हो खासै बोल्न त आउँदैन गाइजहरू मलाई होइन। अब नर्मली तरिकाले अब जस्तो हुन्छ भन्दै म बोलेरै बनाउँछु। किनकि अब सामाजिक सञ्जालमा अलिकति अगाडि बढ्नु छ भने आफ्नो भोइसलाई चाहिँ अगाडि बढाउनु पर्ने छ कि। आफूले बोल्न लाज मान्ने, यताउता मान्छेदेखि लाज मान्ने, यो गरेर भने चाहिँ हुँदो रहन्छ। नराम्रो खासै नबोल्ने हो, अलिअलि त बोलिहालिन्छ। अनि यस युट्युबको कम्युनिटी गाइडलाइन फलो गर्नु पर्यो क्या हामीले होइन। कस्तो गर्नु त यहाँ चाहिँ हात बनायो छोटा है क्या हात है भन्ने जस्तो भन। अब यसलाई चाहिँ यस्तो उँधो झार्नुपर्छ है टक्कसँगले। सुरुवात ल्याइएन, सुरुवात ल्यायो भने ठिक हुन्छ होइन। अब यो त के गर्ने भन्दाखेरि कहाँनिर गाड्ने भन्दाखेरि त्यहाँनिर गाड्नु। हेलो पुत्ला हाई गर्दै हाई रोबट है रोबोटी खुचिङ खुचिङ खुचिङ। यसलाई हेर्नु है गाइजहरू। केपी ओली जिन्दाबाद जिन्दाबाद भन्ने कि मुर्दाबाद भन्ने कि भन्ने हो। हाम्रो बाजेलाई त सम्मान त गर्नु पर्यो। र यहाँ नै राखिन्छ है टक्कसँगले। यहाँनिर चाहिँ ठिक होला हुन्छ। बस यति गरेपछि एउटा रेडी हो। अहिले यहाँ चरा चुरुङ्गी के आउँछन्। यहाँ पौडी सौडी खेल्नु नदे रुङ है केटा केटी केटीको ल्याएर केटी नै भइस होला। टक्क रुङ्ने धपाउने हेर्ने होइन। एउटा कस्तो देखियो त गाई, चराको सात पजान छ कि जाँदैन यति गरेपछि।
पेट त रोक्छ होला पक्कै। अनि यसरी क्या अरू दुनियाँ बनाउनु भन्दा होइन पक्कसँगले चाहिँ यस्तो बना हुचिल भाइ, यस्तो बना हुचिल भाइ होइन। सँगले आइडिया ला दिमाग ला चाहिँ अलिक छोटो बनाउँदो रहेछ। अर्कोलाई नपुग्ला जस्तो लाग्यो। नेरी बनाउँ बल, हुचिल भाइको बल कडा छ होइन। तपाईँलाई अर्को बनाउनु पर्यो हेर्नु है। ए म त बनाउनु त कडा बनाइदिइहाल्छु नि, यो उयोको राख क्या बास, यतिसँग जाओस् अहिलेको लागि होइन। म्याग चल्दै खान्छ नि, फेरि म यता बोलिरहने उता आवाज नआउने भयो भने त के गर्छ बर। ल अब चाहिँ ठिक, ए टाढो भयो है यो त। हुचिल भाइले दुनियाँ वैज्ञानिकको उसको टेन्सन लिनुपर्छ। हामी 2 मिनटमा रोड बनाइदिउँ, 2 मिनटमा। ल हामी रोड बना त भन स्टाइलले डनको स्टाइल। लुगा चाहिँ थोत्रो परेछ, कता कता थिएँ भेटैन। अनि यस्तो ल्याएको कि कसो गाइजहरू, कि तपाईँहरूलाई नै लाउन रहर भएदेखि लाउनुहोस्। कि कुर्ता हेर्नु त, यो कुर्ता चाहिँ मैले बुढीलाई लभ पर्दाखेरि किनिदिएको। लभ पर्दा क्या, लभ पर्दा त्यतिखेर किनेको कुर्ता अहिले पुर्याउनु भएर 7 वर्ष भइसक्यो बेवाकै। यसलाई चाहिँ कस्तो हो, यसलाई टक्क लाएर एकदम खोल्नु है। खोल्नु त के खोल्नुपर्छ पर्छ, अहिले चाहिँ यही खोल्ने। कसो लाउ माया, लाउ 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 यसो गरेर लाउ है। यहाँ नि भन्नुपर्छ ल, यसो गर्ने टक्क यसरी लाउने है। लु गाइजहरू हेर्दै गरौँ है, हेर्दै गरौँ। अब यहाँ टक्क तुना बान्नुपर्छ। तपाईँहरूले तुना बान्ने मलाई बोलाउनु भनेको भन्नु नगर्ने नाथे बुझ्दै। हाम्रो स्टाइल स्टाइल हेर हेर। अब यसलाई कसो गर्ने अहिले जस्तै है, अहिले के गर्नु पर्यो बाउला। हेलो गाइजहरू, हेलो दर्शन, नमस्ते। लासो फ्याफुल्ला फर्स्ट भिडियो के भिडियो नि सुशीलको दमदार आउनेवाला छ है युट्युबमा। टक्क ल हात पाखुरा कुइना सब सुर्केको हो। फेरि त्यहाँ लामै भयो क्या, कडै आउँछ। लाइक कमेन्ट सेयर सब्सक्राइब गरौँ, किनकि अरू आगामी भिडियोहरू नि मिठो यस्तै आओस् क्या, यस्तै दमदार आओस्, ओरिजिनल क्वालिटी टक्कसँगले। तपाईँहरूको कृपाले मायाले गर्दाखेरि तपाईँहरूको भ्यू धेरै आएर युट्युबमा हिट भएपछि अहिले ल नर्मली एन्ड्रोइड फोन छ, आइफोन किन्न सक्ने। त्यसपछि त भिडियो क्वालिटी दामी आउला नि त होइन। त्यसपछि त कस्तो भन्नुहुन्छ तपाईँहरूले, त्यस्तै हालिदिइहाल्छु नि त। ल है, यति मेरो बुढी आइ गर्दै, बुढी आइ 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 आइ। यसलाई चाहिँ कहाँ लाउने भन्दाखेरि कहाँ लगाइदिन्छ हौ गाइज, कहाँ लगेर। हेलो गाइजहरू, हेलो है। म चाहिँ बुढीलाई ठड्याउँदैछु। बुढीको कुर्ता बुढीलाई त होइन होइन। त्यसपछि टक्कसँगले यहाँनिर बस माया बस, बेला बेला भेट्न आइरहँला। चिन्ता नगर, फेरि बस्थ्यौ ज्ञानी भएर होइन त। कसो हौ गाइजहरू भन्नुहोस् त, भन्ने फुल फुटे आफ्नै
चल्दैन खुट्टा उरे नि यसो गर्नु अलि नाचे जस्तो भन्दैछु यसरी कस्तो त्यो फरक पर्दैन ल टक्क मिल्यो नि लुगा कुरी त नदेख्यो भने कुरी नदेख्यो है कुरी नदेख्यो लाज हुन्छ फेरि त्यस्तो काम चाहिँ नगर त्यही भएर लुगा चाहिँ लाउनु पर्छ हेर लु लु त लुगा लगाइदियो लु लु जाने भएर है भेट्न आइरहन्छु लु यो फर्स्टमा भिडियो बनाउँदा चाहिँ गाइजहरू के हुने रहेछ भन्दाखेरि मलाई लागेको कुरा चाहिँ मान्छेहरूले देखे कि भन्ने चाहिँ अलि आफूलाई के भन्छ अप्ठ्यारो लागेको रहेछ क्या मलाई यो ढङ्ग ल्याउने आएर यसले ल हेलो 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 हाम्रो चाहिँ अहिले पानी नपर्दाखेरि धानको बिउ राख्न अस्ति यो गर नि पुरै राख्न सकिएन अब त्यो कुवा थियो कुवाको पानी हुत्याएर राखेको त्यही चरा चुरुङ्गीले पौडी खेलेर उ गरेर सबै नासै पारिसक्यो क्या त्यही भएर यस्तो बनाउनु परेको छ हेर्नु ल ठक्क रोबोट घ्यान्टाड्याङ भन त आइडिया लगाएको छ आइडिया यहाँ त पानी नि तान्नु जान्दो रहेछ बुबाले कहाँ तान्नु भयो पानी एउटा हो त हो कस्तो पानी नि खाऊँ न त अलिकति होइन यस्तो सुविधा फेरि तर मलाई बस्न चाहिँ सहर भन्दा चाहिँ अन्त सहरमा नि बसेर के गर्नु र होइन खासमा त ड्राइभर हो अनि गाडी चलाउनु अस्ति आएर इन्डियातिर अस्ति आएको अनि बस्ने मलाई गाउँमै गाइदिएको छ क्या राम्रो छ नि के आनन्द चिज छ भने क्या हाम्रो त्यहाँ त यो पलाएको पानी हो नि त धानको बिउमा पनि पानी यसरी ल्याउनु पर्छ गाईहरू पानी नभएर हाम्रो गाउँमा अरू सबैको सुविधा छ एउटा खोलो नभएको कारणले गर्दा चाहिँ पानी परेन भलबाट बिउ चिउ राख्ने धान सान रोप्ने हो पानी परेन भने देखा जाए यस्तै हुन्छ मान्छे आउनु लागे अब चाहिँ मलाई लाज लाग्छ है त्यहाँ बोल्दैछन् लाज नमान केटा जिन्दगीमा अघि बढ्नु छ भने लाज मानेर चाहिँ मेरो प्रगति हुँदैन हेर त्यही भएर लाज बच्चा कसो हौ साथीहरू एउटा खुट्टो मोटो एउटा पातलो भयो त यसको त के हो यस्तो मोटो र पातलो जोडी जस्तो भयो त है गाइस मैले चाहिँ आज के बोलौँ के नबोलौँ के बोलौँ के नबोलौँ भइसक्यो म सर्ट भिडियोहरू यसो हालिरहन्थेँ फुल भिडियो खासै हाल्दिनँ त्यही भएर युट्युब मोनिटाइज गर्नै सकिनँ क्या जिन्दगीमा यो पाराले त भन अब त भन्ने लागेर अनि फुल भिडियो हाल्न लागेको अब हाल्नु भन्दा सब म सर्ट भिडियोहरू सब डिलिट गरेर चाहिँ फुल भिडियो हाल्ने हो क्या जे होस् कम्युनिटी गाइडलाइनको फलो गर्दै हाल्नु पऱ्यो क्या कम्युनिटी गाइडलाइन नलागोस् कपिराइट नलागोस् होइन हामी ओरिजिनल हाल्नु पऱ्यो अब हामी जस्तो सानो युट्युब क्रिएटरहरूले सानोहरूले लगभग कोही भाइरल नभएकाहरूले एक्लै अर्कोलाई सपोर्ट गर्ने हो भने पनि अगाडि बढ्न सकिन्छ नि हामी त अर्कालाई धनी बनाउने पल्टीमा त लागिरहन्छ क्या जिन्दगीमा आफ्नो चाहिँ नगर्ने अर्को अलि जो चाहिँ भाइरल छ उनीहरूको मात्र सपोर्ट गरेर बस्यो क्या त्यसरी हुँदैन हामी आफू नै अगाडि बढ्न सक्नु पर्यो जस्तो लाग्छ है मलाई चाहिँ तपाईँहरूको विचार के छ ट्राई सोल्दा दिनु होला उनीहरूले यो त्यहाँ इन्डियाबाट आएदेखि नै चार्ज हालेको छैन क्या माइक त्यो हेर्ने बेला बेला हेरेको के हेरेको भन्नुभयो होला चार्ज हाल्ने खासै मलाई बोल्न नि मलाई नि लाज लाग्ने हो कि आज अहिले त यहाँ सुनसान जग्गामा छु र आनन्दले बोले जस्तै उता कुवा आए जस्तो रहेछ ए उता गर्छन् ए उता गर्छन् रे आफै
अनि गाइजहरू कमेन्ट लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु है। मेन ठुलो कुरो चाहिँ यही रहेछ क्या, इङ्गेजमेन्ट बढ्छ नि त। कमेन्ट सेयर लाइक त्यही भएर सेयरले त अर्कोको सामु पुर्याउँदो रहेछ क्या भिडियो, त्यही भएर अनि अलि धेरै भ्यू स्युज आउँछ। अनि अब मैले जस्तो तपाईँहरूले मलाई सपोर्ट गर्नुभयो होइन, अनि तपाईँहरूलाई मैले सपोर्ट गर्छु, त्यसले गर्दा एकले अर्कोलाई चाहिँ सर सब्सक्राइब गर्नु सक्नु पऱ्यो क्या। ए अलिकति हेर नराम्रो रह्यो भने छोड्ने, नराम्रो त सुधार हुन्छ नि, सुधार गर्न सकिन्छ नि हामी होइन। अनि त्यो सुधार गरेर जानु पऱ्यो नि, नराम्रो रह्यो भने छोड्दैन कि। सानो सानोहरूको चाहिँ गर्नु पऱ्यो, ठुला भाइरलहरूको त के मतलब। अनि त्यसो गर्नु सक्नु पऱ्यो। अब तपाईँहरूले मलाई गर्नु सहयोग गर्नु, म तपाईँहरूलाई सहयोग गर्छु, जिन्दगी चलाउने हामी नि। किन अर्कोलाई मात्र भाइरल बनाउने गर्ने, हामी आफू बनाऊँ, आफ्नो कला देखाऊँ। अनि हार्नु त मेरो स्वर क्या दामी होला होइन, टपरमा म त जस्तो तर नि म बोलिरहेको छु। हिम्मत हिम्मत देखाउने अब अब सुशील ढुङ्गेल जागिसक्यो है। अब सुशील ढुङ्गेल जागिसक्यो, होचिल भाइ जागिसक्यो होला। उहाँलाई होचिल भाइ भनेर नाम दिने म फरक पर्दैन, किनकि भिडियोहरू चल्नु छ भने एउटा आफ्नो नाम भन्दा नि निक नेमले चल्दो रहेछ क्या धेरै। जस्तै अब त रतन मेरो फेभरेट हो हुन त होइन, उसको म ठुलो फ्यान हो। अब उसको नि रतन हो नि त नाम, नाके भाइ किन भन्छ नि त। अब उसलाई त्यही नाकेले नामले गर्दा ऊ हिट भइरहेको छ भने त्यस्तो हो क्या। कान्छीको छाता ढल्काइदेऊ यता काम गरौँ नि डाँडैमा। मैले आफैले आज केही बोलिरहेको छु भन्ने कुरा चाहिँ मलाई आफैलाई पनि थाहा छैन क्या। कहिले यताउताबाट लुकेर हिँडिरहेको भने साइको भन्न भेट्दैन। यो नानीको चाहिँ हात भाँच्यो जस्तो भयो होइन, एउटा बाँधिदिनु पर्यो। कहाँ भयो अर्को, खोइ त कस्तो गाँडे रहेछ यार। ए के भन्छ यार, कोही कोही बेला यस्तो चाहिँ अलिअलि हल्का फल्का बोलिन्छ आउँछ होइन। तर म यिनी अवस्था चाहिँ धेरै मन पऱ्यो बोल्न थाल्थेँ। अहिले चाहिँ नेपाल आएछ बुवा मम्मीहरूसँग त बोल्ने कुरो भएन। त्यही भएर खासै सुधार्दैछु होइन, सुधार्नुपर्छ। म त भिडियो त कन्टिन्यू हुन्छ, म गाडी चलाउनु काठमाडौँ गएँ भने पनि भिडियो हाल्छु, इन्डिया गएँ पनि अब म फुल भिडियो हाल्छु कि। म सर्ट भिडियोबाट हैरान भएँ। सर्ट भिडियो कति 10 मिलियन भ्युज हेर, 90 दिनमा पुर्याउनु पर्ने रे मोनिटाइज होइन। सब्सक्राइबर त पुर्याउन सकिँदो रहेछ, तर त्यो भ्युज पुर्याउन नसकिने क्या। अनि जति मैले 10 मिलियन 7 मिलियनसम्म चाहिँ पुर्याउन सकेँ, पुर्याउँदा चाहिँ मैले सकिनँ क्या 90 दिन। अनि हैरान लाग्यो भने खालि कम्युनिटी गाइडलाइन कपिराइट के लाग्ने, आफ्नो भिडियो नपुग्ने, अनि अर्काको भिडियो हाल्यो त्यस्तो लाग्ने। त्यही भएर मैले त छोडिदिएको। हेर्नुहोस् युट्युब सर, अब त्यस्तो त गल्ती मबाट हुँदैन। मेरो आइडी भरिसक्यो, अघि चाँडो मोनिटाइज हुनु पर्यो होइन। म अब त्यस्तो नराम्रो गतिविधि गर्ने छुइनँ होइन कान्छी। हेलो गरिदेऊ, हाई आइरहेको चुम्मा गरिदेऊ, चुम्मा गरिदेऊ, सुन्न तपाईँहरूलाई। ल जा मेरो रोबोटको, मेरो पुत्लाको, मेरो पुत्ला होइन है, यसको चुम्मा है तपाईँलाई चुम्मा। कान्छीको छाता ढल्काइदेऊ यता काम पर्यो निधारैमा होइन। ल ट्याक्क गाडिनु पर्यो, गाडी 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 लड्नु चाहिँ भन है, लड्नु भन। नलडिसकेपछि त अरू त लेभलमा आउँछ होइन। राइजहरू यस्तै छ, कहाँ पुग्यो त भन्दा यता त क्यामेरा आइदिएन होला। अलि म यतापट्टि कुनामा आएँ, नरिसाउँ एकछिन। यहाँ बाध्यता यहाँ अब माथि पार्नुपर्ने रहेछ, मिस्टेक भयो। ट्याक 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 चाहिँ पारा ठोक्नु पर्यो, के ठोक्नु पर्ने राइट राइट कुरा ठोक्नु पर्ने छ। हेलो गाई, हेलो मलाई कस्तो बिग्रियो यार, क्यामेरादेखि यता आउनु पर्ने रहेछ मैले गर्दा। बिग्र क्लास छोड्दै मैले ए गाँठो भन्नै लड पनि ठिक छ ल।
हेलो गाइस, हेलो हेलो हेलो, नरिसाउनु होला है अलिकति छेल्ने म उतापट्टि। हाम्रो धानको बिउ अस्ति खनेर राखेँ त्यही पनि के बोल्ने भएँ म युट्युबमा। ल कता छ लाइक गरौँ त लाइक। बुढिया झैँ बनेर नाच्छु म फनफनी भएर। अब चाहिँ होइन गाइस, तर मजा आउँछ क्या है बोल्न यसरी गाउँमा हिँड्न सहरमा खाइहिँड्नु के गर्नु। ल गाइजहरू होइन, अब त मैले के भन्नु, तपाईँहरूको माया साथ सपोर्ट पाइराखौँ। अरू भन्दा नि भिडियोलाई सब्सक्राइब गरौँ, मलाई गर्नु म तपाईँहरूलाई गर्छु, एकले अर्कोलाई सपोर्ट गरौँ, म यही भन्छु होइन। त्यस्तो बिजुतले यहाँ धानबारीमा आएर हेर्नु यस्तो सुन्दर दृश्य देखाइरहेको छु, मलाई सपोर्ट गर्नु, म तपाईँहरूलाई सपोर्ट गरौँ। हामी सानाहरूले चाहिँ एकले अर्कोलाई सपोर्ट गरौँ, अगाडि बढौँ जिन्दगीमा, के छ र होइन। अनि त्यस्तै हो। यहाँ छेलको मेखा जान्छ हेरी मैले बनाएको देखिहाल्नु होला होइन। टक्क अलिकति म जुम गरेर नि देखाइदिन्छु है त कस्तो भएछ भन्ने कुरो। हेर्नु है अघि लास्टको चाहिँ अलिक बिग्रियो अनि त्यो हो, त्यो काम त चाहिँ अग्ली भइदिनु नयाँ यो नै अग्ली भइदिनु। ल हेर्नु हाम्रो सुन्दर गाउँ, यहाँ तलतिर चाहिँ देवी थान हो, जय माता देवी लेख्नु, सातकन्या देवी। त्यो हाम्रो पँधेरो, हाम्रो पोखरी वर्षमा हामीले पानी जम्मा गरेर रोपाइ गर्नुपर्छ। अलि लेउ छ यो सोर्नुपर्छ, त्यहाँ पँधेरो छ, अलि पानी झर्छ हो त्यहाँ होइन। अनि त्यस्तै हो गाइज, त्यस्तै गाइज हेरौँ होइन, एकले अर्कालाई खास सपोर्ट गरौँ। ह्यान्डसम कर्नर राई अहिले टाढो देख्नु त नजिकबाट हेर्नु यही हो, चिलचिले हो कि उचिले हो, ह्यान्डसम त के हुन्थ्यो। अनि टक्क हेरौँ, लाइक कमेन्ट सेयर टक 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 गरौँ है। ओके बाई, अब भिडियो बनाउँदै गर्छु। सुशील ढुङ्गेल युट्युब भ्लग हेर्दै गर्नु होला होइन। तपाईँहरूलाई पनि सपोर्ट गर्नेछु, मलाई पनि सपोर्ट गर्नु, सेयर गर्नु, सब्सक्राइब गर्नु, सब्सक्राइब लाइक कमेन्ट है। धन्यवाद, बाई।